ल गाइज है आज पनि तपाईहरुको लागि एउटा नयाँ भिडियो ल्याएका छौं। आज चाहिँ हामी एकदम ट्रेकिङको लागि हिँडेको छौं है। हामी चाहिँ आज गसेकुण्डतिर ट्रेकिङको लागि जान लागेका छौं। पछाडी चाहिँ हाम्रो यहाँ हिमालयन स्प्रिङ वाटर एकदम राम्रो पानी अहिलेको यहाँ युरोपतिर विदेशतिर पनि लान्छ यो पानी चाहिँ एकदम राम्रो छ पानी। अनि हामी चाहिँ अब यहाँबाट उकालो लागेका छौं। जुन चाहिँ हाम्रो पछाडी छ है। मौसम पनि क्लियर छ आज एकदम बवाल क्लियर मौसम छ। अब यहाँबाट हामी लाग्छौं बिस्तारै उकालोमा है। अनि हल्का माथि चाहिँ खानासाना खान्छौं। त्यही हो के हो खाना खानी भनेर अब यहाँ हामी हिँड्दै छौं। भर्खरै हिँडेर छौं हामी यताबाट। हाम्रो बुढी हिँड्रान भएको छ बबिना मिस। ल बिस्तारै हिँड्ने है। Good. Ani, are you excited? Huh? Are you excited, guys? Yes, I am excited. ल ठिक छ। हेर्दै जानु होला सबैजनाले त्यही भन्न चाहन्छु। राम्रो राम्रो भिडियो खिच्ने छौं। हेर्दै जानु होला गाइस है त। ओहो हो आज एकदम बब्बाले भइरहेछ लट्ठी लिएर। आज त लसक लसक हिँड्नु भयो हाम्रो दिदीहरु। सुरुवात भयो गसेकुण्डको हैन। अनि हिँड्न सक्छ त? अब भगवानले तान्नुहुन्छ बिस्तारै। बिस्तारै तान्नुहुन्छ हैन। अनि खुट्टा चाल्छ भगवानले तान्नुहुन्छ। ल बिनाले अब बिस्तारै जान्छौँ हैन त हामी। रमाइलो गर्दै बस्दै बस्दै ल हेर्दै गर्नु होला सबैजनाले। ल हाम्रो टोलीहरु आउनु भएको छ ल है। लाठी टेक्दै हिँड्छ। अनि अब हामी फोटो खिच्छौँ भने चाहिँ यता ल हेर्नुस् त एकदम दामी पुल छ हेर्नु नि नयाँ पुल। रमेश दाई पर्ख्या भर्खर आउनु भएको छ दुईजना। ल हामी चाहिँ यहाँ पुलबाट अब क्रस भयौँ। गसेकुण्डको यात्रा सुरु भयो गाइस। हेर्दै गर्नु होला एकदम रमाइलो सिनहरु हेर्नु। एकदम एक्साइटेड। मेरो बुढी पनि फर्स्ट टाइम, हाम्रो सिजना दिदी पनि फर्स्ट टाइम हो है गाइस। त्यही हो गाइस हेर्दै गर्नु होला तपाईहरुले देखाउने छौँ हाम्रो नेचर एकदम बवाल छ। कस्तो सफा पानी है। अब हामी यहाँ उकालो लाग्यौँ है। खाना खायौँ। खाना खाएर अब यहाँ उकालो लाग्यौँ। एकदम राम्रो पौडी खेल्न आउनु नि सफा पानी। हेलो गाइस हामी चाहिँ अहिले यहाँ देउराली भन्दा तल आइरहेको छौँ। अनि यता चाहिँ हामी यसो यहाँ आराम गर्दैछौँ। हाम्रो भाउजू आइपुग्नु भयो यताबाट। दाइ आइपुग्नु भयो बल्ल बल्ल बिस्तारै आउनु होला है। एकदम रमाइलो भइरहेको छ ट्रेकिङ। बिस्तारै बस्दै बस्दै आइरहेको छ। हाम्रो भाउजू पनि आइरहनु भएको छ। हेलो हेलो गाइस। घाम लाग्यो त हिँड्न सक्दैन। भयो अनि अझै हाम्रो टोलीहरु चाहिँ अलि तलै हुनुहुन्छ अलिअलि है। आउँदै हुनुहुन्छ अझै। त्यही हो घाम चाहिँ एकदम टल्केको छ। हजुर हामी पुनः लाए मामा माइक
के भयो यसरी बस्ने हो जस्ता खोले चन्दनबारी नजिक भारी भएर खाने हरे के खाने बेला ल हामीलाई भेट्न आउनुपर्छ दाइले सबैजना आउनुभएको आउँछ अझै छजलको ए भगवान दामी गीत देउरालीको चौतारीमा अब देउराली आइपुग्ला है हामी चाहिँ हाम्रो सबैजना टोलीहरू हुनुहुन्छ कोही कहाँको काठमाडौँको कोही कहाँको हुनुहुन्छ एकदम राम्रो मौसम छ आज पनि हेर्न सक्नुहुन्छ एकदम राम्रो मौसम छ हो कि होइन बादलहरू एकदम हेर्नुहोस् है बादलहरू सर्र लाएर उडिरहेको छ आकाशतिर बादलहरू सही कुरा हुनुहुन्छ गीता है फिर बादलको फुलले अनि एकदम तिमीलाई बिर्सेछु के भन्छ अन्त एकदम रमाइलो भइरहेछ मैले तिमीलाई बिर्सेछु लालीको त्यसपछि के भन्छ एकदम रमाइलो नेचर तिमीलाई सम्झना तिमीलाई सम्झिँदा जाउँ तिमी पनि हिजोबाट दशहरा आइरहेको छ सबैजना आउनु होला हजुर 22 गतेसम्म छ 22 गतेसम्म छ हजुर आउनु होला हामी त भाइ बुहारी हजुर साथी सबैजना कतिवटा जिल्लाका भएछौँ हामी भने 75 जिल्लाका त नभनौँ 76 जिल्लाका छौँ अहिले त 77 जिल्ला छ के 77 जिल्लाका मेला लाग्छौँ खुसी रमाइलो भयो सबैजना आउनु होला ल देउराली आइपुग्यो फाइनली अब यहाँबाट सक्नुहुन्छ आएपछि भगवानले लगिहाल्नुहुन्छ देउराली अब देखाउँछौँ तपाईँ देउराली आइपुग्न आँट्यो हेर्दै जानु होला ल गाइस अहिले हामी चाहिँ यता देउराली होटलमा आएको छौँ देउरालीको के ठाउँमा अरे हजुर हेलो हामी देउरालीमा लिएर आइपुग्यो एकछिन विश्राम गर्दैछौँ म त अलि त्यहाँबाट अब हामी हिम्सा आउँदै चन्दनबारीतिर जान्छौँ है यस्तो देख्छ हिरो देख्छ हिरो नि हामी त बल्ल बल्ल आइपुग्यो होइन एकदम गाह्रो भएर आइपुग्यो र एकदम रमाइलो भयो एकदम रमाइलो पनि भयो हामी आजको जर्नी धेरै मजा भयो एकदम रमाइलो भयो अब भोलि चाहिँ झन् अब एकदम बवालै हुन्छ अब हामी आज यात्रा यति बेला हामी देउरालीमा छौँ खाना खान लागेका छौँ है खानाको अर्डर दिइसकेको त्यही हो ल हाम्रो कस्तो लागिरहेको तपाईँलाई एकदम बवाल छ हिँड्न सकिरहनु भएको नि त सकिरहनु भएको सबैजनाले उखाहरू बयार मिसको पारा चाहिँ भाउदिएर हुन्छ भेरी गुड रमाइलो भइरहेछ खानाको अर्डर भइरहेछ होइन अब यहाँ खाना खाएर चाहिँ अनि यहाँबाट निस्किन्छौँ फेरि त्यही हो हेर्दै गर्नु गाइस एकदम रमाइलो भइरहेछ अब देखाउने चाहिँ तपाईँलाई हाम्रो यसको देउरालीको भ्यू है त
ल गाइस हामी चाहिँ अहिले यता आएका छौँ है यता हामी देउरालीबाट माथि आइपुगेका छौँ अहिले हामी चाहिँ यहाँ रेस्ट गरिरहेका छौँ हाम्रो यहाँ अविनाशहरू दिदी अनि हामी खाजा खाने टाइम भइरहेछ खाजा खाने एकदमै हुस्सु लागिरहेछ है चिसो हुस्सु अनि हाम्रो दाइहरू रामचन्द्र दाइहरू चाहिँ तलै अहिले देउरालीमा खाना अब खानालाई बस्नु भइरहेछ है त्यहाँ चाहिँ खाना खाएर आउनुहुन्छ हामी चाहिँ यसरी यसो खाँदै रेस्ट गर्दै भिडियोहरू टिकटक खिच्दै जान्छौँ भनेर आएको हो होइन अब एकदम रमाइलो भइरहेछ आजको यात्रा चाहिँ एकदमै 2 चोटि आएँ म होइन गोसाइकुण्ड होइन यो यसमै राख्ने हैन यसपालि चाहिँ अलिकति सजिलो भइरहेछ है किन भन्दाखेरि अब बिस्तारै आइरहेछौँ हिँडेर गफ गर्दै हाँस्दै रमाउँदै एकदम रमाइलो भइरहेछ हेर्दै गर्नु होला सबैजनाले भन्न चाहन्छु कस्तो लाग्यो यो भिडियो तपाईँ हेरिदिइरहनु होला है गाइस मेरो भाइहरू आउनुभएको छ गोसाइकुण्ड गएर गाइस अनि कस्तो भयो सुवा एकदम हाम्रो ह्याप्पी होला होला तपाईको शुभकामना ल हामी त भर्खरै आउँदैछौँ यार एकदम ल ल आज हेरौँ हामी चन्दनबारीतिर बस्छौँ होला आज है बेलुकासम्म बुझ्छ ल बिस्तारै अनि के छ कन्डिसन यति भएछ मलाई चाहिँ अब कस्तो छ अरे दुईटा लौरो यति होला ए ल राम्रोसित जानु है त ल है त दाइ ल ल ल ल लु केटाहरू पनि आज भेटियो है भेटेर यहाँ गफसप गरियो उहाँहरू चाहिँ कहिले जानुभयो थाहा भएन आज फर्किरहनु भएको रहेछ होस् केटाहरूलाई देखेर रमाइलो हो अरू दिदीहरू चाहिँ पुरै सेल्फी हान्दै टिकटक हान्दै होइन म चाहिँ हल्का भ्लग हान्दै फुलहरू पनि हेर्दै छु एकदम बवाल फुलहरू बोट बिरुवाहरू छ हेर्दै जानु होला गाइस एकदम रमाइलो भइरहेछ हामी चाहिँ देउरालीबाट माथि उक्लिसकेका छौँ अब हामी यताबाट धिम्सा आउँछौँ होला है त्यही हो देओस् एकचोटि आउनु होला गोसाइकुण्ड एकदम राम्रो धार्मिक ठाउँ हो भन्न चाहन्छु ल गाइस हेर्दै गर्नु है त घोडाको बच्चा कस्तो दामी पुछ है कस्तो दामी घोडाको बच्चा चाहिँ कस्तो क्यूट के है कस्तो क्यूट यार घोडा चढ्न त डोला चाहिँ झोलेको पनि भन्दा पारी नै होला 10 बजे हिँड्नु होला हामी त्यहाँबाट दुईबाट पौने 10 बाज्यो पौने 10 11:30 बजे हामी खाना खाएको मैले त फेरि साँझ भेट्छ कि भन्दैन है कस्तो भेटेन भने दरबार दिएर ल हामी चाहिँ यहाँ आराम पर्दैन है ओ माइ लर्ड कति सामान लिएर आएको हेर त कति गाह्रो दाइ यहाँ त्यो प्लास्टिक खायो क्या त्यो उसले कस्तो दामी सिनरी पनि है सट्ट लाएर सिनरी राम्रो ल हाम्रो दिदीहरूले चाहिँ पुरै होइन खोइ देखाउनु त के टिप्नु भयो रे के टिप्नु भयो ओहो कति थरीको लाली गुराँस हो यो बरी ल हजुर म त नेपाली अनि के भन्छ डालीमा हो डालीमा फुलिरहँ लाग्छ नि फोटो खिचौँ न दिदी लेख त लाग्छ अब टिभी सक्यो आएको है छ नि त हामी फुल जुदाइरहेछौँ यहाँ हामी फुल पार्टी ल गाइस हामी चाहिँ अब यहाँ एकदम फोटो
स्टेसन भनौँ एकदम दामी दामी रुखहरू हेर्नुहोस् त्यहाँ पछाडि ब्याकग्राउन्डमा हेर्न सक्नुहुनेछ एकदम यो पाइनको रुख हो कि के हो होइन हाम्रो सुमन दाइले पनि भिडियो खिचिरहनु भएको छ हाम्रो सबै ग्रुप हामीले भेटेको छौँ अहिले एकै ठाउँमा छौँ हामी सबैजना अब त्यही हो म चाहिँ अगाडिबाट लानु है ऊ दुईजना यतै हुनुहुन्छ सबै यहीँ छौँ हामी कुरी आएको छौँ होइन एकदम रमाइलो भयो अब तपाईँहरूलाई अब हाम्रो यो ग्रुपको अगाडिबाट देखाउँछ है कतिजना छ हाम्रो ग्रुप भनेर ल गाइस हामी चाहिँ धिम्सा आइपुगेको छौँ है यताबाट चाहिँ चन्दनबारी जाने रहेछ अब हाम्रो मामाले चाहिँ फोटो खिच्न भन्नुभयो ल एउटा फोटो ट्यागको लागि खिच्दैछौँ है आइसक्यो अनि यताबाट चाहिँ चन्दनबारी जाने रहेछ हामी सबै ग्रुप एकै ठाउँमा भेट भयौँ आउँदै हुनुहुन्छ भर्खर धिम्सा आइपुगेछ चन्दनबारी कहाँ हो अनि अझै 1 घन्टा लो मार्यो उहाँको 1 घन्टा सक्दैन हो गाह्रो छ हौ हिँड्नलाई चाहिँ अलिकति प्रिपेयर भएर आउनुपर्छ यहाँ हिँड्नलाई चाहिँ हल्का मर्निङ वाक सरी वाक गएर आफ्नो फिटनेसलाई चाहिँ होइन ध्यानमा दिएर आउनुपर्छ होइन त एकदम नभए चाहिँ गाह्रै छ हजुर यहाँबाट चाहिँ हो ल जाउँ त दाइ ल थके लाग्यो क्या दाइलाई हेलो थके लाग्यो क्या हो थके लाग्छ नि हल्का 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 ल ठिक छ अनि हाम्रो भाउजूलाई कतिको गाह्रो भइरहेको रमाइलो भइरहेको हो के भन्छ त्यसलाई काठहरू पल पो रहेछ यहाँ त के हो यो पल हेर्नु न नेचुरल पल के ए दाउरा हाले मान्छे बस्नै हो नि त्यो तल पुग्न त अरे बुझेपछि कहाँ भन्नु अब यहाँ फोटो खिच्न आएको छौँ गाइस हेर्दै गर्नु होला बाटो खोज्यो होला उले बाटो खोज्यो कि तपाईहरु अलि करायो अलि उले नि हामी जाने अगाडि हामी के पछाडी हो हामी अगाडि जाने हो माथि जाने हामी ल यहाँ आएर बस्दिनु भयो झन् घोडा चढ्यो आहा ल है कतिको मजा आयो हजुर झचक झचक भयो होला आहा ल है के चाहियो ल गाइस है अहिले हामी चाहिँ बल्ल बल्ल यता कहाँ रे अहिले हामी चन्दनबारीमा आएको छौँ शेर्पा होटलमा आइपुगेका छौँ फाइनली गाइस अब हामी चाहिँ होइन 7 बज्यो अब हाम्रो टोलीहरू चाहिँ अब पछाडि हुनुहुन्छ हाम्रो टोलीहरू चाहिँ अरू भिनाजु चाहिँ यहाँ होटल यहाँ बुझ्न जानु भएको छ है ठ्याक्कै 7 बजे बेलुका हामी यहाँ आइपुगेको छौँ हाम्रो होटल चाहिँ पछाडिको हो होइन शेर्पा होटल होइन त्यही हो यो चाहिँ हाम्रो टोलीहरू ल हेलो हामी शेर्पा होटल आइपुग्यो ल अनि त्यसपछि ल त्यही हो ल हेर्दै गर्नु होला है त्यही हो ल गाइस है अब आजको भिडियो चाहिँ हाम्रो हेरिदिनु भएको छ तपाईँहरूले होइन
कस्तो लाग्यो एकदम। अब यो भिडियो चाहिँ अब आज यतै इन गर्न लागेका छौँ। अब भोलि चाहिँ अर्को भिडियो आउँछ है तपाईँहरूको लागि गोसाइँकुण्डको। आज चाहिँ हाम्रो फर्स्ट डेको भिडियो चाहिँ यतिसम्म गरौँ। त्यही हो गाइस है त, हेर्दै गर्नु होला अनि लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला है त गाइस। सी यू एन्ड बाई। खत्म, बाय बाय, टाटा, गया।